के तपाईलाई घरमै बसी चलचित्रहरू हेर्न मन छ? चिन्ता नलिनुहोस्। नयाँ तथा पुराना चलचित्रहरू हेरेर मनोरञ्जन लिनको लागि आएको छ ओटीटी प्लेटफर्म रोदीफ्लिक्स। यस एपलाई डाउनलोड गर्नको लागि हजुरहरूको मोबाइलमा भएको प्ले स्टोरमा गएर रोदीफ्लिक्स सर्च गर्नुहोस् र इन्स्टलमा थिच्नुहोस्। रोदीफ्लिक्स डाउनलोड भइसकेपछि यसलाई ओपन गर्नुहोस् र यदि तपाईँ नयाँ हुनुहुन्छ भने यस एपमा रजिस्टर गर्नुपर्ने हुन्छ। त्यसका लागि साइन अपमा थिच्नुहोस् र स्क्रिनमा दिए अनुसार आफ्नो नाम, थर, युजर नेम तथा पासवर्ड राख्नुहोस्। साथै आफ्नो सम्पर्क नम्बर र इमेल पनि राख्नुहोस्। आफ्नो युजर नेम र पासवर्ड भने सुरक्षित राख्नुहोला। यस फर्मलाई सबमिट गरिसकेपछि रोदीफ्लिक्स एपको लगइन पेज खुल्छ र तपाईको युजर नेम तथा पासवर्ड अनुसार लगइन गर्न सक्नुहुनेछ। एक पटक रोदीफ्लिक्स रजिस्टर भइसकेपछि एप लगइन गरेर रोदी टेलिभिजन निशुल्क हेर्न सकिनेछ। चलचित्रहरूलाई भने पे पर भ्यूको माध्यमबाट हेर्न सकिनेछ, जसको लागि ई सेवा र खल्ती वालेट तथा विदेशमा हुनुहुन्छ भने भिसा कार्डबाट पेमेन्ट गरेर हेर्न सक्नुहुनेछ। त्यसरी नै वेब ब्राउजरबाट पनि www.rodiflix.com सर्च गरी सोही युजर नेम र पासवर्ड राखी लगइन गरेर हेर्न सकिनेछ। www.rodiflix.com